नेपाल भाषा संकिपाख्य बुनु बुनु चो न्याना वया चंगु इले नेपाल भाषा संकिपाया दुकुटी मेगु नुगु संकिपान वेटेंगु दु बजर क्रिएसन प्रालिया नेवया कठा वेटेंगु नुगु नेपाल भाषा संकिपा तकालिया भिसाइट अर्थात शुभ मुहूर्त ज्याजो या खुशबी चंगु नेपाल ब्याङ्केटे असोज 5 गते बुधबार जुगुदु थो संकिपाया निर्देशन दासा शैलेश डोंगल यातेंगु ख चाहिँ दुई दिन बुबुदु शुभ मुहूर्त ज्याजोलाई लागि चाहिँ नितन कलाकार थाजु मेजु पिन्छजी ही साइज ज्याजोले मुपा चलचित्र विकास बोर्ड या नायक राजकुमार राय न क्ल्याप बिया दिगु खसा क्यामेरा अन सिने पत्रकार विजय रत्न तुलाधर याना दिगु ख अठे भी साइज या नैका दासा चलचित्र वितरक गोपाल कास्न तछाना दिगु खसा मुहूर्त सत या निर्देशन सुरेन्द्र तुलाधर याना दिगु ख तकालीलाई शुभकामना हार्दिक शुभकामना ही साहित्य संकिपा तकालीले कलाकार त्यसै अभिनय व डायलग नमुआसे नुम हिरो हिरोइन सुरेश महर्जन व सलोना बज्राचार्य संकिपा छपु मे हुलाप्याख नेवया दिगु ख मे दासा सुमन कपाली व रत्नशोभा महर्जन हाला दिगु ख नेपाल भाषा संकिपा क्षेत्र छौ नगु थपु जुइदेउडु पक्कन सिक्पिन्छ थो संकिपाइका मायाना तो संकिपा टिम मेम्बर टेका थो संकिपा तकालीय सहायक निर्देशन रवि महर्जन यागु जुगु दुसा तकालीले सुरेश महर्जन सलोना बज्राचार्य गौतम रत्न तुलाधर मन्जु श्रेष्ठ सुरेन्द्र तुलाधर प्रकाश राज मानन्दर गोपाल कायस्थ सुमन चित्रकार रजनी खड्की उजय साई सुजना बज्राचार्य गंगाराम दंगोल रोहन प्रजापति लगायत कलाकार पिन्छ अभिनय या टेंगुदु थो संकिपाया सुटिङ दासा कार्तिक 26 गते निसे या टेंगुदु आज एउटा नेवारी भाषाको सिनेमा शुभ मुहूर्त भएको छ म शुभकामना दिन चाहन्छु शुभेच्छा दिन चाहन्छु सिनेमा राम्रो बनोस् सिनेमाले राम्रो सफलता बनोस् सम्पूर्ण यसका टेक्निशियन्स कलाकार लगानीकर्ता र विशेष गरी हाम्रा निर्देशक भाइलाई म शुभकामना दिन चाहन्छु पक्का पनि हिजोको दिनभन्दा आज नेवारी भाषाका सिनेमाहरू राम्रो बन्दै गइरहेको छ र क्रमिक रूपले बन्नुमा पनि हिजो एक दुईवटा बन्थ्यो भने आज त्योभन्दा बढी सिनेमाहरू बनेको छ तर म के देख्छु भन्दाखेरि दुईटा कुरा एउटा बन्नु त धेरै सिनेमाहरू नेवारी भाषाको बन्दैछ चल्ने कतिवटा भन्ने कुरा हो हामीले अलिकति मेकिङमा ध्यान दिनु पर्यो आधुनिक हिसाबले यसका प्राविधिक पक्षलाई सबल गरेर लानु पर्यो ताकि नेवारी भाषाको सिनेमा मात्र नभएर भाषिक सिनेमा भए पनि गैर भाषामा बन्ने हामी जस्ता राई लिम्बूदेखि लिएर अरू क्षेत्री बाहुनले पनि त्यो सिनेमा चाहिँ मन पराउनु र सरल रूपमा बुझ्नु सकोस् त्यो अर्थमा तपाईहरुले अबको मेकिङ सुरु गर्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ दोस्रो कुरा राम्रो सिनेमा बनिसकेपछि तपाईले बजार पनि पाउनु जरुरी छ तपाईले सार्वजनिक हिसाबमा नेवारहरु बोलबेता रहेको यो काठमाडौँमा त सार्वजनिक हिसाबमा तपाईले सो टाइम पाउनुहुन्न तपाईले च्यारिटी सो गरेर आज तपाईहरुको लगानी सुरक्षित गर्ने अवस्थामा आउनु भएको छ
अब यसलाई विस्तृत रूपमा क्रमिक रूपमा कसरी सिनेमा घरहरूमा यसको प्रदर्शन सुरुवात गर्ने र हामी काठमाडौँमा मात्र सीमित रहने या त काठमाडौँभन्दा बाहिर पनि नेवारी भाषाको सिनेमा चल्नुपर्छ चलाउनुपर्छ भन्ने उद्देश्यहरू बोकेर अगाडि हिँड्ने अनि त्यसपछि अन्तर्राष्ट्रिय लेभलमा अर्को ठाउँमा छ। मलाई के लाग्छ भन्दाखेरि मैले बारम्बार भनिरहेको विशेष गरी यहाँ धेरै संस्थाहरू छ चलचित्र क्षेत्र हेर्ने मैले जानकारीमा आए अनुसार 7 वटा संस्था छ भन्ने मलाई लाग्छ। तर मुख्यतः यहाँ 2 जना अध्यक्ष हुनुहुन्छ। 2 जना अध्यक्षलाई मैले के भनिरहेको छु भन्दाखेरि कम्तीमा नेवारी भाषाको सिनेमा काठमाडौँमा मात्र सीमित रहनु भएन। नेवारी समुदायहरू पूर्वमा पनि बस्छन्, पश्चिममा पनि बस्छन्, पोखरामा पनि बस्छन्, नारायणघाटमा पनि बस्छन्। त्यहाँका मान्छेले पनि तपाईँले बनाएको सिनेमा हेर्नु पर्यो। त्यसको सुरुवात चाहिँ कसरी तपाईँहरूले गर्नुहुन्छ? एउटा लगानीकर्ता एउटा निर्मातालाई थाहा नहुनु सक्छ पक्का पनि, तर संस्था हेर्ने संस्था सञ्चालन गर्ने अध्यक्ष लगायत हामी पनि छौँ। चलचित्र उद्योगको राज्यको तर्फबाट तपाईँहरू जस्तोलाई सहयोग गर्ने के गर्नुपर्छ अब त्यो अवधारणा चाहिँ तपाईँहरूले बाहिर ल्याउनु पर्यो। चलचित्र विकास बोर्ड यो अर्थमा तपाईँहरूलाई कुनै पनि उसमा सघाउनु चाहेको छ। पहिलो कुरा तपाईँहरूको कदम अगाडि बढ्नु पर्यो भन्ने मेरो आग्रह हो। हुनु त आज एउटा फिल्मको शुभ मुहूर्त हो, यसमा धेरै बोल्नु भन्दा पनि तपाईँहरूलाई सुनाउनु भन्दा पनि विशेष गरी सम्बन्धित मान्छेले यो जानकारी राख्नु जरुरी छ। राज्यको समय सापेक्षित नीति नियमहरू कता गइराखेको छ, चलचित्र क्षेत्रलाई समेट्ने तपाईँलाई कम्तीमा अहिलेको रेगुलेट गर्ने नियमबन कुराहरू कता गइरहेछ, विशेष गरी यसका निर्देशक निर्माताहरूले बुझ्नु जरुरी छ। त्यो बुझेको खण्डमा कम्तीमा भोलि तपाईँहरूलाई प्रदर्शन गर्नु वितरण गर्नु अथवा अरू कुनै कुराहरूमा पनि सहज हुन सक्छ। आज धेरै नेवारी मैले सिनेमा अथवा चलचित्र क्षेत्रमा लागेको धेरै मान्छेहरू देखेको छु, तर उहाँहरू आज कहाँ छन् भन्ने कुरा प्रश्नको कुरा छ। किनभने नेवारी भाषाको सिनेमा खेल्ने कलाकार र तपाईँलाई व्यावसायिक सिनेमा खेल्ने कलाकारहरू लगभग उस्तै हुन्, तर आज व्यावसायिक सिनेमा खेल्ने कलाकारहरूको मूल्याङ्कन हुने अनि तपाईँलाई भाषिक सिनेमामा खेल्ने मान्छेहरूको मूल्याङ्कन नहुने आजको जमानामा कति अन्तर छ। मैले यहाँ देख्दैछु हाम्रो एकजना अग्रज दाइ हुनुहुन्छ, धेरै अगाडि नेपाली सिनेमा खेल्नु भएको छ। के हो भन्ने कुरा आजको प्रश्नवाचक चिन्हमा छ। त्यही भएर हरेक सिनेमाहरू दर्ता प्रक्रियामा जानु पर्यो, सेन्सर गर्नु पर्यो अनि तपाईँहरूको मूल्याङ्कन राज्यबाट हुन्छ भन्ने कुरा मैले बारम्बार भनिरहेको छु। यो कुरा यहाँका सम्बन्धित संस्थाहरूले पनि अगाडि लानु भएको छ। यहाँहरूले यो कुरा अवलम्बन गरेर अगाडि बढ्नुभयो भने कम्तीमा तपाईँहरूले गरेको हरेक क्रियाकलापमा राज्य चलचित्र विकास बोर्ड जहिले साथ रहनेछ। मैले धेरै बोल्नु भन्दा पनि विशेष शुभकामना दिन चाहन्छु।